सीता। सीता जनकपुरकी रानी सुनैना र राजा जनककी पुत्री थिइन्। रामायणमा सीतालाई आदर्श नारीको रूपमा चित्रण गरिएको छ। सीता सौन्दर्य, बुद्धिमत्ता र शील स्वभाव सबै हिसाबले प्रसिद्ध थिइन्। विवाह गर्ने उमेर पुगेपछि राजा जनकले सीताको स्वयंवर आयोजना गरे। स्वयंवर जित्नको लागि भगवान शिवको धनु उठाएर त्यसमा तादो चढाउनु पर्ने थियो। स्वयंवरमा सहभागी हुन संसारका धेरै राजा र राजकुमारहरू आए। ती सबैले शिव धनुलाई उठाउने प्रयास गरे, तर हल्लाउन पनि सकेनन्। अन्तिममा अयोध्याका राजकुमार रामले धनुलाई उठाएर तादो चढाए। सीता र रामको धुमधामसित विवाह भयो र उनीहरू अयोध्या गए। एक दिन अयोध्याका राजा दशरथले रामलाई राजा बनाएर आफूले सन्यास लिने सोच बनाए। उनको इच्छा अनुसार रामको राज्याभिषेकको तयारी सुरु भयो। धेरै पहिले राजा दशरथले आफ्नी माइली रानी कैकेयीलाई 2वटा वरदान दिन्छु भनेका थिए। कैकेयीले मौका छोपेर रामलाई 14 वर्षको वनवास र आफ्ना छोरा भरतलाई राजगद्दी मागिन्। दशरथले हुन्छ पनि भन्न सकेनन्, हुन्न पनि भन्न सकेनन्। रामले यी सबै कुरा थाहा पाएपछि उनी आफै वनवासका लागि तयार भए। सीता र साइला भाइ लक्ष्मण पनि उनीसँगै वनमा गए। वनवासका 13 वर्ष बितेपछि एक दिन रावणले सीतालाई हरण गर्यो। सीतालाई छुटाउनको लागि राम र रावणको युद्ध भयो। युद्धमा रामले रावणलाई मारेपछि राम, सीता र लक्ष्मण घर फर्किए। राजा दशरथको मृत्यु भइसकेको थियो, त्यसैले राम राजा भए र सीता रानी भइन्। केही समयपछि अयोध्यामा रावणले हरण गरेकी सीता अयोध्याकी रानी बन्नु गलत हो भन्ने कुरा उठ्यो। रामले समाजको सोचलाई महत्त्व दिएर सीतालाई फेरि वनवास पठाए। सीता 2 जीवकी भएकी थिइन्। त्यस्तो अवस्थामा जङ्गलमा भौँतारिँदै जाँदा उनी ऋषि वाल्मीकिको आश्रममा पुगिन्। वाल्मीकिले सीतालाई आश्रय दिए र त्यही सीताका 2वटा छोरा लव र कुश हुर्किए। लव र कुशले आफ्नो शिक्षा पूरा गरेपछि सीताले उनीहरूलाई दरबारमा पुर्याइन्। दरबारमा फेरि अयोध्यावासीले लव, कुश रामका छोराहरू होइनन् कि भन्ने प्रश्न उठाए। सीताले आफ्नो अपमान सहन सकिनन् र प्रार्थना गरिन्, यदि म सधैँ सत्यमा अडिग छु भने र लव, कुश रामकै सन्तान हुन् भने पृथ्वीले मलाई संसार छोड्ने बाटो दिउन्। उनी बसेको स्थानमा जमिन भासियो र सीताले देहत्याग गरिन्। यसरी सीताले आदर्श नारी भएर जीवन बिताए पनि अयोध्याको पुरुष प्रधान समाजले उनलाई सम्मान गर्न जानेन।